आज हाम्रो ठ्याक्क खाजा फ्राई राइस ठ्याक्क अन्डा हालेर ठ्याक्क भाइ बहिनीहरूले बनाउँदैछ प्याज टमाटर काटिँदैछ अनि आएर भात त्यहाँ प्याज अन्डा त्यहाँ छ भुटेको भात फ्राई राइस अनि ठ्याक्क अनि दुध चिया चाहिँ हामीलाई चाहिँ नभई हुँदैन के दुध चिया चाहिँ दुध यहाँ छँदैछ होइन अनि ठ्याक्क अब चाहिँ पाकिसकेपछि अब एकछिनपछि पाक्न लागेपछि देखाउनु पर्ला अब हामी के गर्दैछौँ प्याज हाल्ने पहिला टमाटर खुर्सानी ठ्याक्क त्यसलाई भुट्ने अनि अन्डा हालेर भुट्ने अब अन्डा हालिदेऊ अन्डा हालिदिने अनि त्यहाँ टमाटर प्याज खुर्सानी भइसक्यो अनि यहाँ 2 थाल भात छ यत्रो कोले खाने होला हामी खाने चाहिँ जम्मा 3 जना हो 4 जना छौँ खाने चाहिँ तर भात चाहिँ 2 थाल छ कि हामी अलि धेरै खाने बनियो फेरि ठ्याक्क यहाँ अन्डा फ्राई हुँदैछ अन्डा फ्राई भएपछि भात हाल्छौँ अनि चियाको लागि दुध पनि रेडी छ अनि फेरि अब चाहिँ एकैचोटि खाने बेला भेटौँला है साथीहरू भिडियो नुन हालो मसला बेसार हाल्नुपर्छ पर्दैन बेसार उता चिया रेडी हुँदैछ अब हामी ट्याक्क लगाएर यसलाई खाना पर्छ साथीहरू यस्तै छ देखिरहेको फ्राई राइस अन्डा कति 5 वटा हाल्यो 6 वटा हो त्यत्रो हालेपछि त बबाल हुन्छ होला गाइजहरू हाम्रो भाइ यहाँ छ बहिनी यहाँ छन् गाइजहरूले पकाइराख्नु मस्त भुट्नुपर्छ होला है उसले हाल न डाडुले हाल न नि डाडुले हालेर गर मलाई आफू गर्नु टिप्स हेर्नु त खानी होला नि आज मिठो होला जस्तो देखिरहेको त फ्राई राइस चाहेपछि थाहा हुन्छ
फ्राई राइस तिम्रो आँखामा खाना सुरु गरेर फ्राई राइस र चिया सानी आऊ है खाना सुरु गरेको नानी छिटो आउन न बढाइ